नमस्ते, म चित्रबहादुर जीसी क्षेत्रपाल माध्यमिक विद्यालयबाट म कृषि प्रशिक्षकमा काम गरिरहेको छु। तपाईहरुको टिमले डिजास्टर सम्बन्धी 2 दिने कार्यक्रम गरिराख्दाखेरि धेरै राम्रो कामहरु, धेरै भिजुअली हामीले जसरी एपियरेन्स पढाइराखेका छौं, कोर्सहरु पढाइराखेका छौं, त्यो कोर्सहरु पढाएर मात्रै डिजास्टर भन्ने के हो भन्ने कुराहरु राम्ररी विद्यार्थीहरुले नबुझेको अवस्थामा तपाईहरुले जसरी हाम्रो विद्यालयमा आएर डिजास्टर सम्बन्धी कसरी बच्ने, के गर्ने, कहाँ जाने हैन, अनि कस्तो अवस्थामा के गर्ने भन्ने कुराहरु क्लियर रूपमा क्लियर चित्रण हुने गरी तपाईहरुले जसरी यहाँ प्रस्तुत गर्नुभएको छ, यसले गर्दा हाम्रो विद्यालयमा विद्यार्थीबाट के पनि हुन्छ भने तपाईहरुले प्रत्येक समुदाय टोलबाट विद्यार्थीहरु हाम्रो विद्यालयमा पढ्न आउने भएको उनले यो सम्बन्धी जनचेतना हाम्रो गाउँ टोल सम्बन्धीहरु पुर्याउने र उनीहरुले कसरी विपद परेको अवस्थामा कसरी उनीहरु सेफ जोनमा कसरी जाने, सुरक्षित ठाउँमा कसरी जाने, विपद आइसकेपछि के गर्ने भन्ने कुराहरु हामीले क्लियर रूपमा हामीले यहाँबाट प्रस्तुत गर्न सकेका छौं। जस्तै अब अतिवृष्टि अझ जस्तै हजुरहरुको प्रोग्राम अनुसार हामीसँग अहिले साइरनको व्यवस्था पनि गरिएको छ। हामी तटीय क्षेत्रमा छौं, 2वटा नदीको किनारमा छौं र सायद हाम्रो 5 पोखरीमा सबभन्दा जोखिम क्षेत्र मध्ये हामी पर्छ। एउटा त्रिवेणी खोला अनि जस्तै एउटा इन्द्रावती खोला। यो भन्दा पहिला 2 वर्ष अगाडि पनि हामीले यो अवस्था भोगेका थियौं। त्यो भएर यो कार्यक्रमले गर्दाखेरि हाम्रो यो समग्र विपद सम्बन्धी बुझ्ने जुन हाम्रो धारणा छ क्लियर रूपमा प्रस्तुत गरिएको छ। हामी पनि क्लियर भएका छौं र अब हाम्रो विद्यालयमा विद्यार्थीहरुलाई पनि सही रूपमा हामीले राम्रोसँग जानकारी दिन्छौं र कुनै पनि अवस्थामा कोही जानुभन्दा अगाडि, अब कोही यात्रा गर्नुभन्दा अगाडि विपद अब समय अवस्था परिवेशहरु हेरेर अनि बर्खा छ कि हिउँ छ कि हरेक कुराहरुको क्याल्कुलेसन गर्न सिकाउँछौं। कसरी हिड्ने, अब पानी परे भने कुन अवस्थामा नजाने कि नजाने डिसिजन गर्न सक्ने किसिमको हामीले विद्यार्थीहरुलाई अब यो चित्र हेरेर हामीले विद्यार्थीहरुलाई जानकारी पनि दिनेछौं। अब प्र्याक्टिस गर्दै जाँदाखेरि हामीले विपद सम्बन्धी कुराहरु यो मात्र हैन, हामीले के पनि विद्यार्थीलाई जानकारी गराउन सक्यौं भने मोबाइलहरुबाट हामीले अहिले जस्तो सामाजिक सञ्जालमा फेसबुक, इन्स्टाग्रामहरु, टिकटक मात्र हेर्ने, त्यसको लागि मात्रै हो भन्ने कन्सेप्ट हाम्रो विद्यार्थीको अथवा हाम्रो समुदायमा त्यस्तो अवस्था रहेको अवस्थामा हामीले के पनि गर्न सक्छौं भने यसमार्फत हामीले सामाजिक सञ्जालबाट पनि अब के कुन अवस्थामा कति पानी पर्दैछ, कहाँबाट के हुँदैछ हैन, कस्तो मौसम